म्याडमजी के गर्नुभएको छ हजुरले? केही गर्ने छैन। सुन्नु न, भोलिको साउनको पहिलो सोमबार होइन, मन्दिर जाने। हजुर पनि जाने होला नि? जाउँला। अनि के अरे कुर्ता कि मसित अरू कलर कुर्ता रहेछ न, हरियो कलरको कुर्ता छैन के? नै अब मन्दिरमा जाने कुरामा पहिला कुरा कुर्ता लाउने होइन, साडी लगाएर जाने हो। तिमीलाई पोहोर साल किनिदिएको साडी छ, अनि अस्ति मैले ल्याइदिएको चुरापते पनि छ, तिनै लगाएर जाने। किन्ने होइन क्या, यो पूजापाठ गर्ने, भगवान्कोमा दर्शन गर्न जाने विषयमा तडक बगड देखाउने, खर्चिलो बनाउने गर्ने कुरा गर्नै हुन्न। त्यो तिमीले मैले मात्रै होइन कि अरूले पनि, अरू हाम्रा भाइ साथीहरूले पनि यो पूजाआजा गर्ने विषयमा चाहिँ भड्किलो खर्चिलो बनाउनु हुन्न। मितव्ययी तरिकाले स्वच्छ मनले चाहिँ भगवान्को चाहिँ पूजा अर्चना आजा प्रार्थना गर्ने हो। यसैमा चाहिँ भक्ति प्राप्त हुन्छ। यो कुरा सबैलाई चाहिँ म अनुरोध पनि गर्दछु। हेलो साथीहरू, मैले चाहिँ घरमै भएको जे छ जस्तो छ त्यसैलाई मिलाएर लगाउने भएँ। हजुरहरूले